त व्हाट्सएप गाइड म चाहिँ फेरि डाँडामा पुगेर नि फर्किसकेको छौँ हैन देख्न सक्नुहुन्छ भ्यूहरू हल्का फुल्का राम्रै थियो अहिले चाहिँ अँध्यारो भइसकेको छ सो अँध्यारोमा चाहिँ म अब घर फर्किँदैछु बट आई नो म के भन्न चाहन्छु भन्दाखेरि मजाले घुम्न आउँदाखेरि चाहिँ यो डाँडामा ट्याक्क पारिपट्टि उति पारि के भन्थ्यो हल्का देखेन त्यो पारिपट्टि बोल्दाको चाहिँ रिसोर्ट छ हैन चौधरी दाइको दामी छ आनन्द लिन मिल्छ त्यो ठाउँमा चाहिँ हैन त्यहाँ गएर मैले चिया खाएर फर्किएँ है अनि अब चाहिँ घर जान्छु होला यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो चाहिँ लोकेसन भन्नुपर्दाखेरि चाहिँ ट्याक्कै लाएर टोखादेखि सिधै समथिङ 3 किलोमिटर माथि हो हाइटमा ट्याक्क बस्ने भ्यू हेर्दै मजाले खाने डाँडामा छन् आनन्द भ्यूको मजा लिने हैन खानेकुरा त यस्तो उस्तै हो जस भ्यूको मजा लिन चाहिँ बेस्ट ठाउँ छ है त गाइस आउन चाहनुहुन्छ भने मैले लोकेसन पनि भन्दैछु टोखादेखि 3 किलोमिटर माथि हो टासी डाँडा भन्ने ठाउँमा हैन आउन सक्नुहुन्छ र आएर मजा लिनुस् मजा गर्नुस् रमाइलोसँगले बस्नुस् हैन यही भन्छु अरु त केही भन्नु छैन जीवन के फरे साँचो खरी खरी नहेर त्यसरी